दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करै छी। पिछला समय के बात कयल जाए तऽ एकटा विषय फिर चर्चा में आयल छै या कहीं तऽ देखार भऽ रहल छै। जे हिसाब के मानसिकता के जो बात कयल जाए तऽ बेर बेर आंदोलन भेलै, वर्षों से आंदोलन होइत आयल छै, वर्षों से संघर्ष होइत आयल छै कोनो न कोनो रूप में। पिछला समय के बात करी तऽ तीन तीन बेर मधेश आंदोलन भेलै पहचान आ अधिकार के लेल, अपन स्वाभिमान के लेल। लेकिन कतौ न कतौ मधेसी के जे पहिलका समस्या छलै, एकटा उत्पीड़न के समस्या कही, एकटा पहचान के समस्या कही, जे मधेसी के भाषा भेष के आधार में कतौ न कतौ विभेद कयल जा रहल छै। तऽ ई समस्या यथावत देखल गेलैया, बेर बेर आंदोलन भेलै, लेकिन मानसिकता जे परिवर्तन होके चाही से कतौ न कतौ नहीं भऽ रहल छै। पिछला समय के एकटा टेलीविजन के बात करी, ताहिके बाद टिकटॉक के बात करी, हरेक ठाम से कतौ न कतौ मधेसी के अवहेलित करऽ वाला, अपमानित करऽ वाला, अपन शब्द से कतौ न कतौ अपमानित करऽ के बात सब आबि रहल छै। हुनका सबके सजाए मिलऽ के चाही कि नहीं चाही? संविधान के जो बात करी तो किनको संग भाषा भेष के आधार में अपमान नहीं कयल जा सकै छै, लेकिन ओ नेपाल में एखन देखल जा रहल छै। विदेश के जो अमेरिका में एखन जॉर्ज फ्लोयड के जे हत्या कयल गेलै, जेटा काला जाति के हत्या कयल गेलै गोरा जाति से, ओतऽ के अवस्था विकराल बनल छै। पिछला समय में दोसर एकटा प्रसंग के बात करी तऽ सरिता गिरी जखन हिंदी में बाजै छै तऽ ओहि जगह हुनका अपमानित कयल जाइ छै, भारतीय चिन्ह के कहल जाइ छै। तो भाषा पर विभेद किया, बोली पर, अपन लवज पर विभेद किया, लवज के एहन अपमानित किया हो पड़े छै, एहि विषय में चर्चा करल जा रहल छै। ई समग्र विषय में बातचीत कर तो एहि चर्चा में जुड़ल छै हुलाकी न्यूज के संपादक बीपी शाह जुड़ल छै, तहिना अधिवक्ता तथा राष्ट्रीय स्वतंत्र राष्ट्रीय अभियान के संयोजक स्वागत नेपाल जुड़ल छै। दुनू गोटे के स्वागत करै छी। जी नमस्कार, धन्यवाद। बहुत बहुत धन्यवाद। शुरुआत बीपी शाह से करऽ चाहब। पिछला जे घटनाक्रम भेलै, ई घटनाक्रम के सिलसिलेवार किस्म से छोटकरी में कहल जाए कि जे हिसाब से टीवी के बात करी, कृषि टेलीविजन से जे हिसाब से अपमानित करऽ वाला काज भेलै मधेसी के, ताहिके बाद और टिकटॉक सब बनाओल गेलै, ई बात सब भेलै। ताहिके बाद पिछला समय के सरिता गिरी के प्रसंग छै, जे भारतीय पहले छलै अखन नेपाली छै ओ सब, लेकिन हुनका सबके से अपमानित कयल जा रहल छै। ई समग्र घटनाक्रम के अपने कोन रूप में लऽ रहल छै? शुरू में ई घटना सब जे होइत रहे एकटा सड़क पर होए या फिर कतौ गाड़ी में होए या कतौ बाहर होए या सिंगल रूप में कहीं तक के साथ होए या आन आन व्यक्ति सबके होए, शुरू में नेपाल में विभेद होए, चाहे वो आदिवासी के साथ होए या मधेसी के साथ होए या जे किस्म के रंग भेद के होए या भाषागत विवाद होए या विभेद होए, उ सब कतौ सड़क में या बस गाड़ी में या कतौ प्राइवेट रूम में होइत रहे। लेकिन पिछला समय सोशल मीडिया में उ सब एविडेंस के सहित देखल गेलै, जतऽ अहाँ सब प्रष्ट रूप में उत प्रमाण सेहो भेट सकैया या उ बेसी ठाम तक मास के रूप में प्रचार प्रसार भेलै, जे चीज पर हमर सबके नजर पड़लै। कहियो ऐसा पहिने केकरो रूम में बेइज्जती करे या रूम में विभेद होए या कतौ बाहर विभेद होए तऽ हमरा सबके सॉलिड एविडेंस नहीं रहे और ओकर चर्चो बेसी नहीं होए। लेकिन जे अखन पिछला समय में सामाजिक संजाल में कही या इंटरनेट के माध्यम से कही या टेलीविजन के माध्यम से कही जे विभेद भ रहलै, उ सब हम प्रष्ट रूप में हम सब देख सकै छी आ ओकर प्रमाण हमरा सब रहे। अब कहबै कि विभेद अखने मात्रै भेलै तऽ नहीं, विभेद तऽ हम सब जहिया अब मधेसी आ गैर मधेसी बीच के विभेद कहबै तऽ जहिया हम सब गोरखा साम्राज्य के विस्तार भेलै या जहिया से मधेश के भूभाग में नेपालीकरण भेलै, जेना कहियो अहाँ 1816, 1836 या और विषय सब और टाइम सब में देखबै तऽ तहिया से एकटा विभेद के नीति लेल गेलै राज्य सब, जेना कि मधेसी सब एकटा कही तऽ विजित भेलै या मतलब दास के रूप में भित्रिएलै, जतऽ हम सब जेना कि जे
ब्रिटिश ईस्ट इंडिया कंपनी आ नेपाल के बीच में जो संधि भेलै ते हिसाब से जे मधेश के भूभाग नेपाल में गाभल गेलै। तेकर बाद तो जे नेपाल में या तै टाइम के गोरखा साम्राज्य के जे प्रतिनिधित्व करत रहे तेकरा सबके लगलै कि ई सब तो हमर सबके दास है। तही टाइम से राजनीतिक अधिकार से लऽ कऽ आर्थिक अधिकार के कटौती के शुरू भेलै। तो उ जब वो अधिकार सब कटौती हुआ लगलै तो अहाँ के देखबै कि औपनिवेशिक शासन के शुरुआत भेलै और औपनिवेशिक शासन में ई विभेद करनाइ ओकरा सबके लागि स्वाभाविक भेलै। तो हम सब बारंबार प्रतिकार कैली जै के जेना कि अपने रोक चाहब स्वागत जी। जसरी बीपी जीले भनिराख्नु भएको छ कि कतै न कतै परिवर्तन भयो, शासन भनौँ न शासन परिवर्तन भयो, राजाहरू गए, राणाहरू गए हैन, अब बहुदल गए, त्यसपछि अहिलेको कुरा गर्ने लोकतान्त्रिक हामी कुरा गर्छौँ, हामी चाहिँ लोकतान्त्रिक देशका छौँ भनेर भन्छौँ, विभेद मुक्त भयो भनेर हामी भन्छौँ, संविधानमा त लेखिएको छ हैन, तर व्यवहारमा त्यस्तो देखिएको छैन जुन चाहिँ तपाईले पनि आभास गर्नुभएको होला पछिल्ला केही घटनाक्रमले गर्दा। के भन्नुहुन्छ त? बहुत बहुत धन्यवाद अहाँ के कनी मनी मैथिली हमहु बाजै छी। फिर अथी बात ये छे कि कुछ वैयाकरणिक दृष्टि से वो शुद्ध नहीं होते। सो माफी मलाई दिनुहुन्छ यहाँले कि म नेपालीमा बोल्न बढी चाहिँ सजिलो हुने भएको हुनाले कुरा बुझाउन। फेरि मिडियामै बोल्दा त टेलिमै बोल्दा चाहिँ शुद्ध नै बोल्नु पर्यो। फेरि त्यहाँ चाहिँ जिस्काएको जस्तो हैन, भाषा शुद्ध र अशुद्ध भन्ने हुँदैन। जुन भाषा सहज हुन्छ, जुन भाषाले संचार स्थापित गर्न सकिन्छ, मजासँग बोल्न पाउनुहुन्छ। एकदमै धेरै धेरै धन्यवाद। अनि अघि भन्नु भएको कुरा के हो भने मिडियामा आजदेखि मात्रै होइन, धेरै लामो समयदेखि मिडिया कर्मीहरूले नेपालमा मधेसी समुदायमाथिको सबैभन्दा धेरै ठुलो चाहिँ विभेद गरेको छ। त्यो आज मात्रै होइन। र विभेद कस्तो छ भने मधेसी साथीहरूलाई गलत ढङ्गले प्रस्तुत गर्ने, मधेसको टोनलाई गलत ढङ्गले प्रयोग गर्ने, हास्यको रूपमा उडाउने र यो चाहिँ स्थापित भनिएका ठुला मिडियाहरूमा पहिला जो थियो अहिले त्यो युट्युबसम्म आइपुग्यो र मनोरञ्जनको रूपमा लिने, पीडालाई प्रस्तुत गर्ने एउटा कुरा हो, तर पीडालाई प्रस्तुत गर्ने होइन कि मनोरञ्जनको रूपमा, हास्यको रूपमा। अनि चलचित्रहरूमा पनि अहिले नयाँ पुस्ताले बनाएको चलचित्रमा चाहिँ अलिकति केही सम्मानजनक ढङ्गले क्यारेक्टरमा रोलहरू दिने गरिएको छ। पहिला पहिला चाहिँ एकदमै तपाईको सबैभन्दा समाजमा चाहिँ निम्छरो देखाउने, कमजोर देखाउने, हास्यको पात्रको रूपमा देखाउने, यो सबै हुँदै हुँदै आएको थियो। अहिले पछाडि सामाजिक सञ्जालमा यसको अझ कुतर्कहरू गरेर गलत ढङ्गले पूर्ण रूपमा संविधानले कल्पना गरेको भन्दा कानुनको विपरीत एकदमै हुने गरेको छ। यसलाई त एकदमै स्ट्रिमिङ गर्नुपर्छ, लिगल्ली तपाईको पनिश गर्नका लागि यो चाहिँ एकदम जरुरी छ। र अघि बिपीजीले भन्नुभएको कुराहरू जुन छ म एकदम सहमत छु त्यो कुराहरूमा। तर हामीले सोच्नु के पर्छ भने इतिहासले कहिल्यै पनि बदला लिँदैन। इतिहासले न्याय गर्छ, गर्नुपर्छ। इतिहासमा अन्याय भएको छ, विभेद भएको छ, त्यो अहिलेसम्म पनि छ। कुनै कुनै जाति समुदायलाई इतिहासमा मात्र भएको थियो भने अरू कुनै जाति समुदायका लागि र खास वर्ण विशेषका लागि अहिलेसम्म पनि छ। यसको पूर्ण रूपमा तपाईको चाहिँ क्षतिपूर्ति सहितको यो अन्यायमा पारिएको, विभेद गरिएको, हास्यको पात्र बनाइएको समुदायका लागि पूर्ण रूपमा क्षतिपूर्ति सहितको व्यवस्था त्यो हुनुपर्छ। त्यो व्यवहार त हुनुपर्छ। त्यो कसरी हुन्छ भन्ने कुरा चाहिँ पछि हामी सायद चर्चा गर्छौं होला। मलाई यो लाग्छ एकदमै सत्य हो बिपीजीले भन्नुभएको विषयहरू। हामीले अहिले तत्कालै चाहिँ हामी कहाँ छौं? जस्तो कि अहिले त धेरै लामो समय भयो राजविराज छोडेको, नत्र मेरो पठन पाठन सबै सम्पूर्ण त्यहाँ म अहिले जे छु त्यो ठाउँमा बसेर एउटा घरमा बसेर त्यहाँको घरको कामहरू गर्दै मैले बीएल सम्म पढेको हेर्नु, त्यो ठाउँले मलाई बनाएको छ नि, त्यो बुझेको छु नि त। तर हो यो विषयलाई चाहिँ मान्छेहरूले एकदमै गन्जागोल बनाइदिए। त्यो पहिलो त अहिलेसम्म जसले सट्टा चलाए उनीहरूले नै गरे,
अब सत्तामा कति प्रतिशत कसको भाग छ भन्ने पनि हेर्नु चाहिँ पर्ने भयो है। किनभने मधेसीको प्रतिनिधित्व गर्दै सरकारमा रहेर अन्ततः पहाडे सत्ताकै ताबेदारी गरेर मन्त्रालयहरूमा मात्रै चित्त बुझाएर बस्ने मान्छेहरूको कारणले मधेसको विभेद विरुद्धको आन्दोलनमा ब्रेक लागेको छ। यो पनि हेर्नु चाहिँ पर्ने स्थिति छ। तर न्यायका लागि अझ लड्नु पर्ने स्थिति छ। त्यो मिडियाहरूको त मैले हेरेँ, अघि यहाँले भन्नुभएको त्यो प्रसङ्गमा सिधै त आइसक्नु भएको छैन। कृपया हात उठाइरहनु भएको। हजुर, अब स्वागतजी, जसरी तपाईँले भन्नुभयो कि कतै न कतै कमी कमजोरी देखियो, दलका नेताहरूमा पनि दलहरूमा पनि कमी कमजोरी देखियो। परिवर्तन त भयो, शासन परिवर्तन भयो, शासन सत्ता परिवर्तन भयो, विभिन्न किसिमका परिवर्तनहरू नेपालमा भयो होइन। तर जुन मानसिकताको परिवर्तन कुरा हामी गर्छौँ, जुन चाहिँ अहिले पनि देखिएको छ होइन, त्यो चाहिँ परिवर्तन हुन सकेन। के गर्नुहुन्छ? अब संविधानले पनि त रोक्न सकेन नि होइन, संविधानले त परिवर्तन गर्न सक्नुपर्ने हो, या के पर्यो मानसिकता परिवर्तन गर्नु? अझै त्यस्तो होइन। हामीले के बुझाउन सकेनौँ भने परिवर्तन भयो, शासन परिवर्तन भयो भन्नुभयो यहाँले। शासन परिवर्तन भएकै छैन, व्यवस्था परिवर्तन भएकै छैन, सरकार मात्रै परिवर्तन भएको छ। अब यो कुरा एकदमै राम्रोसँग बुझ्नुपर्छ कि अहिलेसम्म शासन र व्यवस्था परिवर्तन भएको छैन। व्यवस्था परिवर्तन भयो भने के हुन्छ भने नि देशभरिका सबै मधेसी समुदायको मान्छेहरू पनि नेपाली सेनामा हुन्छ। 18 वर्षदेखि 24 वर्षसम्मको सबै मान्छेहरू यो देशको अनिवार्य सैनिक स्वयंसेवामा लाग्नुपर्छ भन्ने मान्छे केवल स्वागत नेपालहरू, स्वतन्त्र राष्ट्रिय अभियानको मान्छेहरू। हामीले यसो भन्दा हामीलाई गाली गरिरहेका छन् मान्छेहरू। हामी के भनिरहेका छौँ? देशभरिको त्यो केपी ओलीलाई मधेसको साथीहरूले भोट हालेर जिताएको हो र? राष्ट्रपतिलाई मधेसको साथीहरूले भोट हालेर जिताएको हो र? हर एक मान्छेको भोट हालेर, हर एक मान्छेले हालेको भोटबाट राष्ट्रपति प्रधानमन्त्री चुनिने व्यवस्था हुनुपर्छ भनेको देशैभरिको मान्छेले डाइरेक्ट भोट हालेको मान्छे मात्रै सरकारको प्रमुख, राष्ट्रको प्रमुख हुनुपर्छ। हामीले यो आन्दोलन र अभियान चलाएको 50 सालदेखि हो। यो भन्दाखेरि हामीलाई के भने मान्छेहरूले भने स्वागतजी तपाईँहरूले किन त्यो यस्तो एजेन्डा उठाएको? देशैभरिको मान्छेले एकैचोटि भोट हालेर भनेपछि तपाईँको भनाइ अनुसार यो चाहिँ शासन परिवर्तन, यो चाहिँ देखावटी मात्रै हो, वास्तविक शासन परिवर्तन भएन र जसको कारणले गर्दा मधेसीहरू पनि प्रताडित अझै जुन पहिलेबाट भइरहेका थिए कुनै न कुनै रूपमा प्रताडित अहिले पनि भइरहेका छन्। त्यसको मूल कारण भनेको शासन जुन वास्तविक रूपमा परिवर्तन हुनुपर्ने थियो, जसरी तपाईँले भन्नुभयो सेना लगायतको कुरा गर्नुभयो, त्यसमा मधेसीहरूको उपस्थिति खोइ त भनेपछि परिवर्तन भएन स्वरूपमा होइन। त्यो बीपीजी शासन परिवर्तन बीपीजी अहाँ जै हिसाब से जे पिछला घटनाक्रम से जै हिसाब से उजागर भेल है, ओना त कतौ न कतौ प्रताड़ित त होइते आबि रहल छै, मधेसी सब अपमानित त होइते आबि रहल छै कोनो न कोनो रूप में, मानसिक रूप में। लेकिन जै हिसाब से अहाँ सब किछु बात से उठेलिए, एकरा आगा बढ़ेलिए नहीं, एकरा बढ़बैत कला केहन किसिम के कठिनाई सब एलै तै विषय में कहल जाय। सबसे पहले तो हमरा सब लग जे संवैधानिक अधिकार है या कहीं जे इन कानून सब उपयोग करे के लिए हमरा सब लग अवेलेबल है, से उपयोग करे के प्रयास करी। लेकिन कतौ न कतौ उ इन के उ कानून के प्रयोग हमरा सबके करे में कठिन भ रहल है या कठिन भेलै। जेना कि कानून कहे कि सबके लागि बराबर है, लेकिन जब हम सब उहे विषय में, उहे टिकटॉक के विषय में, उहे टेलीविजन कार्यक्रम के विषय में या उहे जे साइबर क्राइम है उ विषय में साइबर ब्यूरो में या प्रहरी के लग बारंबार गरी, लेकिन हुनकर सबके जे नजरअंदाज कनाई या हुनकर सबके जे देखबै कि एकरा इग्नोर करनाई उ कतौ न कतौ देखल गेलै। अर्थात हम सब एक व्यक्तिगत या व्यक्ति जे सड़क के व्यक्ति या घर के व्यक्ति जे हमारा सबसे विभेद कर रहा है, ओहने अनुभूति नेपाल के प्रहरी प्रशासन से सेहो अनुभव कर पड़त। और दोसर बात, जखने हम सब ई विषय उठावे के प्रयास करे छी तखने हमर सबके अपनो साथी सब की कहते कि एकचोटी माफी कर दियो या माफी द दियो, भ गेलै, ऐसा समाज में सद्भाव कायम रहते, नहीं तो ई विषय के उठेबे तो और विवाद होते। तो एतेक दिन धरि हम सब एतेक दिन तक हिपैत एलिए या एतेक दिन तक हम सब विभेद में पड़ैत एलिए,
लेकिन हम सब दिन माफी दे लिया। अब अगर जो नया व्यवस्था परिवर्तन भेले और हमरा सबके नया टेक्नोलॉजी के साथ नया कानून आयल है तो हम सब ओकरा उपयोग करके कैला नहीं दंड सजाई करी। जो दंड सजाई करे के जब हमर सबके बारी अबै तो जे दंड सजाई करे वाला निकाय सेहो हमरा सब साथे विभेद करैया। तो हमर कहब की है कि विभेद एक के छामन से नहीं, विभेद संस्थागत है, चाहे वो लोग की मानसिकता में हो, चाहे प्रशासन में हो, चाहे न्यायालय के व्यक्ति में हो। हजुर स्वागत जी, यसमा तपाईँ कतिको एग्री गर्नुहुन्छ? विभेद संस्थागत रूपमै भइरहेको छ। एउटा त जुन लेम्यानहरू छन् तिनीहरूले आफ्नो ठाउँमा मानसिकता राखेका छन् नेपालमा, हैन? जसले चाहिँ न्याय दिनुपर्ने हो ती संस्थाहरू, प्रहरी प्रशासन होस् या अरू संस्थाहरू किन नै होस्, हैन? तर तिनीहरूले पनि न्याय दिइरहेका छैनन्। कतै न कतै अर्को एक त प्रताडित पहिलेबाट हुने र त्यसपछि फेरि थप प्रताडित हुने अवस्था त छ नि। बीपीजीले भन्नुभएको कानुन सबैका लागि समान भनेर जो भन्नुभएको छ नि त्यो कुरा नै गलत बुझाइ भएको छ के। अहिलेसम्म समान कानुन बनेकै छैन। हामी त यहाँ छौँ, समान कानुन अहिलेसम्म बनेकै छैन। हाम्रो लागि आयात होटलको ढोका सबैका लागि सधैँका लागि खुला छ, जो पनि पस्न पाउँछ। तर के चाहिन्छ? पैसा चाहिन्छ। सबैका लागि आयात होटलको ढोका खुला छ भनेर मात्रै हुन्छ कि मान्छेहरूलाई आयात होटल छिर्न सक्ने वातावरण बनाउनु पर्छ? हो, सबैका लागि समान कानुन छ भनेर भनिएको कुरा गलत हो। यो आँखामा छारो मात्रै हानिएको, त्यस्तो छँदै छैन। जस्तो कि हामीले अहिले जस्तो भाषाको कुराहरू आइरहेको छ नि, यो देशको सेनामा, यो देशको प्रहरीमा 18 देखि 24 वर्षसम्मको सबै युवालाई अनिवार्य सैनिक स्वयंसेवाको व्यवस्था हुनुपर्छ भनेर हामीले भन्दाखेरि होइन, त्यसो भयो भने त मधेसीहरू पनि सबै सेनामा हुन्छन् भनेर मलाई गाली गरिरहेछन् मान्छेहरू। देशभरिको मान्छेले 51%ले जसले भोट ल्याउँछ उसैले जित्नुपर्छ, डाइरेक्टली जो जित्छ उसैले गर्नुपर्छ। एउटा नयाँ मैले अस्ति देखिरहेको थिएँ, एकजना इन्जिनियर साहब हाम्रो चाहिँ मधेस मुलुकको अस्ट्रेलियाबाट कस्तो राम्रो नेपाल बनाउने योजना प्रस्तुत गर्नु भएको थियो। हो, त्यस्तो मान्छेले अब म यो देश म बनाउँछु भनेर आयो भने डाइरेक्ट जनताले भोट हालेर उहाँलाई चाहिँ मुलुकको प्रमुख बनाउन पाउने व्यवस्था। मैले यसो भनेको, मलाई सबै मेरो पनि नजिकका परिवारका मान्छेहरू छन् नि, मन्त्री, पूर्व प्रधानमन्त्री इत्यादि के भएका, उनीहरूले स्वागत बाबु यो तिमीले एकदम गलत भन्यौ, डाइरेक्ट चुन्ने व्यवस्था भयो भने त नेपालमा चाहिँ मधेसीले मात्रै प्रधानमन्त्री राष्ट्रपति जित्छ भनेर भने मलाई के। समान कानुन भनेको त यो, जोसुकैले जितोस् न, तपाईँले जिताएर राष्ट्रपति रामवरण यादवलाई चाहिँ मुलुकको राष्ट्रपति बनाउँदा हेर्नु त अहिलेको भन्दा त सबभन्दा राम्रो अभिभावकत्व ग्रहण गर्नुभयो नि त। त्यसकारण जनताबाट डाइरेक्ट चुनिने, यो देशको आर्मीमा 18 देखि 24 वर्षको हिमाल पहाड तराई सबैतिरका मान्छेहरू हुने, स्वास्थ्य शिक्षा सबैका लागि, युवाहरूका लागि त्यही क्याम्पभित्र राखेर चाहिँ तपाईँको उपलब्ध गराउने हो। खास समान व्यवस्था भनेको यस्तो हुन्छ, पूर्ण समानुपातिक यस्तो हुन्छ। अहिले मधेसी महिलाको प्रतिनिधित्व राज्यलक्ष्मी गोल्छाबाट संसदमा गराउँदा हुन्छ, कहिले राप्रपाबाट, कहिले काङ्ग्रेसबाट, कहिले एमालेबाट। मधेसी जनताको प्रतिनिधित्व विनोद चौधरीले गर्दा हुन्छ, 100% हुँदैन। राजेन्द्र खेतानले गर्नुभयो, उहाँले गर्दा हुन्छ। मधेसीको तपाईँको चाहिँ समस्या थाहा छैन उहाँलाई, भाषै बुझ्नुहुन्न। र स्वागतजी, यसमा चाहिँ अब यो प्रतिनिधित्वको कुरा हो, कानुनको कुरा हो, यो कानुनसँग जोडिएको कुरा त होइन नि। कसैलाई चाहिँ धोती भनेर भनिदिने, भैया भनेर भनिदिने, होइन, तिमी चाहिँ बिहारबाट आएको रे, होइन, अरू अनुहार रङको कारणले गर्दा विभेद भन्दा मेरो जुन कलर छ, मेरो छालाको, त्यो छालाले चाहिँ नेपाली भन्न सक्नुपर्छ, त्यो चाहिँ निर्माण गर्न सक्ने। त्यहाँ चाहिँ कानुनको कुरा, संविधानको कुरा या अरू कुराहरूले त महत्त्व राख्दैन नि, होइन? त्यहाँ त मानसिकता महत्त्वपूर्ण हो नि त, होइन? हो त, मैले भनेको यो मुद्दा लिएर जाँदा, यो जाहेरी दरखास्त लिएर जाँदा, जाहेरी दरखास्त बुझ्ने इन्सपेक्टर, त्यो पुलिसको कार्यालयको इन्चार्ज डिएसपी चाहिँ स्वागत यादव भन्ने मान्छे थियो भने यो जाहेरी दरखास्त दर्ता हुन्थ्यो। हेर्नु है, लिएर गएको पनि दर्ता गरेनन् नि। अहिले त्यो किन? सेनामा, प्रहरीमा, निजामतीमा सबैतिर तपाईँको चाहिँ त्यो रोकिएको छ एउटा। तर अहिले तपाईँले भन्नुभएको कुरा सत्य हो कि जे जति कानुन छ त्यो कानुनको प्रयोग पनि भएन। हेर्नु है, पहिलो त मूल रूपमा हाम्रो संरचनामै
सबैका लागि समान बनेको छैन, जे जति बनेको छ त्यसको पनि प्रयोग भएको छैन, म त्यसलाई स्वीकार गर्छु, त्यो सत्य हो। अनुहार हेर्ने बित्तिकै अनि तपाईँले अघि प्रयोग गर्नुभयो नि धोती, मैले बच्चामा सुनेको चाहिँ यो बाहुनहरूले चाहिँ खाना खाने बेलामा धोती फेरेर खान्थे, हामी त्यसो गर्थ्यौँ कि मेरो हजुरबाले। अनि मलाई चाहिँ अरू साथीहरू स्कुल जाँदाखेरि धोती भनेर जिस्काउँथे के, म अचम्ममा पर्थेँ। पछाडि मात्रै मैले राजविराज गएपछि मात्रै बुझेँ, ओहो यसो भन्दा रहेछ। यो त 100% तपाईँको पूर्ण रूपमा यस्तो विभेदकारी हो कि मान्छे यो मानवीयता विरुद्धको तपाईँको चाहिँ अपराध, यस्तोलाई त अति गम्भीर मानवीयता विरुद्धको अपराध। अब भनौँ न अब कुरा चाहिँ के छ भने, एक त प्रताडित गरिदिने, मानसिक रूपमा चाहिँ दुःख दिने होइन, आफ्नो स्वाभिमानमाथि चाहिँ आघात पुर्याइदिने होइन, यस्तो काम चाहिँ गर्ने, र जो चाहिँ अपराधी छन् होइन, जो चाहिँ यस्तो गरे तिनीहरूलाई चाहिँ जतिखेर दण्ड दिने कुरा आउँछ, कारबाही गराउने कुरा आउँछ, त्यतिखेर समस्या उत्पन्न हुँदो रहेछ। र यो समस्या चाहिँ बीपीजीले चाहिँ भोग्नु भएको छ। बीपीजी अपने के जो कह पड़े तो की भेले, जना कि अपने के लिए प्रेस काउंसिल में नहीं कृषि टेलीविजन लगायत के जो टिकटॉक के विषय सब चले तो प्रेस काउंसिल में अपने गेलिए, के बाद फिर साइबर क्राइम जो प्रहरी के क्षेत्र में गेलिए, तो की भेले वास्तव में छोट में कहल जाए? शुरू में अब मीडिया के देखा वाला निकाय प्रेस काउंसिल है देखा अधिकार भेटल है कि मीडिया के मॉनिटर करते, लेकिन प्रेस काउंसिल के एन है जो 2047-48 में बनल गए, जई टाइम में साप्ताहिक पत्रिका सब निकलत रहे या कुछ डेली पत्रिका सब रहे, तो ओकरा सबके मॉनिटर करे के लगी कोई किस्म के एन कानून कोई छमन है। लेकिन एते लगभग 30 साल के दरमियान में मीडिया में तो बहुते चेंज भेल है, जेना कि पहिने एकटा साप्ताहिक में लिखला से जति प्रभाव नहीं पड़े छै, ओइसे बेसी प्रभाव अहाँ कोनो यूट्यूब में धरिए या कोनो फेसबुक में लिखबै तो ओइसे बेसी प्रभाव पड़ते या ओइसे बेसी वो आदमी के क्षति होते। तहिना हम सब जे टेलीविजन के उजूरी लगा प्रेस काउंसिल में गेलिए तो वो भेले कि टेलीविजन से प्रसारण भेल चीज पर वो कार्रवाई कर सके, लेकिन वही मीडिया फेसबुक आ यूट्यूब से सेहो प्रसारण करे तो वो तो विशुद्ध रूप में साइबर के अंतर्गत पड़ले या विद्युतीय कारोबार के अंतर्गत पड़ले, जेकर न तो फेसबुक के दर्ता हुई नेपाल में न तो यूट्यूब के दर्ता हुई। तो हमारे सबके कहब रहा है कि ठीक है, अगर टेलीविजन के कंटेंट में तू सब मुद्दा कर चाहे या जे सजाय देवे चाहे द दही, लेकिन जे विद्युतीय माध्यम या इंटरनेट के माध्यम से जे अपराध भेले एकरा लेल तो साइबर क्राइम के लेल या साइबर ब्यूरो के लेल रास्ता खोल दिए पड़ले। प्रेस काउंसिल से की एले कि साइबर क्राइम के लेल उ सब रास्ता खोल देलकै कि साइबर क्राइम में अंतर्गत में जाकर उ सब मुद्दा चला सकै छै, ई हमर सबके क्षेत्र अधिकार के भीतर में नहीं। और प्रेस काउंसिल की केलकै तो ओकरा सब जते अधिकार है वही हिसाब से माफी मंगाबे तक के काम प्रेस काउंसिल केलकै। जब हम सब उहे पत्र लगा साइबर ब्यूरो में गेली या नेपाल प्रहरी में गेली तो ओकर सबके ई विषय में मुद्दा दर्ता करे के या जाहिरी लेवल तक के उ सब प्रयास नहीं केलकै। अब तेकर बाद में हम सब सरकारी वकील के कार्यालय गेली तो सरकारी वकील के कार्यालय में की अब है कि एठमन के सह न्याय अधिवक्ता या काठमाडौँ जिला के सरकारी वकील के प्रमुख कहियो रेग्मी जी हुनकर कहब रहे कि ई तो मधेसी तो नेपाल में नहीं तो इंडिया के मधेसी सबके गायर करने है, जब टिकटॉक के सवाल एले हमार कहब रहे कि जे मधेसी सबके विषय में नेपाल के संविधान में ऑलरेडी व्याख्या कल गेल है, संस्थागत भेल है, विषय में अहाँ केना कह सकै छी कि ई इंडिया भेले या इंडियन भेले मधेसी सब, तो उ विषय में उ सब जवाब नहीं दिए सकता। तेकर बाद में उ हमर राष्ट्रीयता पर हमर व्यक्तिगत विषय पर आक्षेप लगाकर हमरा की कहबै त ई कनी विवाद में ताना के या ई आक्रोशित हेतै त ई एठमन विवाद भ जेतै और केस दर्ता नहीं हेतै, तै मूड में गेलै। लेकिन हम बारंबार उनका सबके समझावे के प्रयास केली कि मधेसी के नेपाल में संस्थागत कयल गेल है, नेपाल के संविधान में संस्थागत कयल गेल है। अखन तक केस दर्ता नहीं भेल छै। हाँ, अखन तक केस दर्ता नहीं भेलै, लेकिन हम सब तेकर बाद मधेसी हजुर अब जसले चाहिँ अपमानित गर्छन् नि, अपमानित गर्ने एउटा पक्ष भयो हैन, न्याय दिने अर्को पक्ष हो नि त हैन। तर न्याय अपमानित गर्ने बेलामा चाहिँ मधेसी भनेर अपमानित गर्ने हैन, भैया भनेर धोती भनेर अपमानित गर्ने, र जतिखेर न्याय माग्न जान्छौँ हामी, न्याय दिने निकायले चाहिँ उनीहरूले चाहिँ यो त मधेसी भनेको त नेपाली होइन रे, भारतीयले भनेका हुन् रे, भारतीय आएर भनेपछि बल्ल चाहिँ हामी दर्ता गर्छौँ, धोती भनेको भारतीय रे, तिनीहरूले भनेको रे भनेर चाहिँ बीपीजी को अनुभव चाहिँ त्यस्तो रह्यो।
यो कुन मान्छेले भनेछ हैन, यसको विरुद्ध म अहिले यही यहाँकै कार्यक्रमबाट घोषणा गर्छु, बीपीजीले अनुमति दिनुहुन्छ भने यो जाहेरी दर्ता नगर्नेका विरुद्ध म स्वयं अदालतमा गएर अदालतको आदेश लिएर आएर जाहेरी दरखास्त दर्ता गरेर अनुसन्धान गर्नु भन्ने कुरामा म सहयोग गर्छु। म आफै लिड गरेर गर्न चाहन्छु, एक नम्बर। दोस्रो कुरा, यसरी गर्न मानेन भने अदालतमा गएर पनि आदेश लिएर आउने पनि व्यवस्था छ। मैले यस्तो धेरैवटा मुद्दाहरुमा गरेको छु। दोस्रो कुरा, मधेसी भनेर भनेपछि इन्डियन भन्ने देशद्रोही हो, त्यो नेपालको विखण्डनकारी हो। मधेस भन्ने शब्द आज मात्र होइन, मल्लकालदेखि पनि नेपालमा मधेस भन्ने शब्दको प्रयोग भएको छ, डकुमेन्टहरुमा प्रयोग भएको छ। नेपालमा सबभन्दा पहिलो पटक तपाईको राणाकालमै पनि मध्यदेश ऐन भन्ने पनि आएको छ एउटा, हेर्नुस्। र त्यसलाई कन्टेन्ट भित्र चाहिँ ब्र्याकेटमा मधेस भनेर लेखेको छ। अनि मधेस सवारी रुल भन्ने पनि आएको छ। त्यति बेला त्यो राणाकै बेलामा तपाईको चाहिँ त्यो बडा हाकिमहरु हिँड्दाखेरि, त्यति बेला श्रीतिनहरु हिँड्दाखेरि मधेस सवारी रुल भन्ने पनि छ। म यहाँलाई देखाउला, lawcommission.gov.np मा गएर हेर्नुभयो भने पुराना कानुनहरुको संग्रह हेर्नुभयो भने नेपालको कानुनमा मधेस भन्ने शब्दलाई त्यही त। अब ती व्यक्ति जो चाहिँ मधेस भारतमा हो, धोती भनेको भारतीय हुन्थे, तिनीहरूलाई गाली गरेको रे, इन्डियन भनेको के अरे ती इन्डियनलाई गाली गरेको रे भनेर जसरी जवाब चाहिँ आउँदो रहेछ नि, यहाँ चाहिँ वास्तवमा तिनीहरूले थाहा नपाएर हो या कि मानसिकता, जुन मानसिकताले चाहिँ अपहेलित गर्दै आएको त्यही मानसिकता तिनीमा पनि देखियो नि, हैन? थाहा नपाएर होइन, मानसिकतै गलत हो। हजुर, विभेदकारी मानसिकता हो। यो विभेदकारी मानसिकताले नै मुलुकलाई कुनै हिसाबले खतरा पर्छ भने यस्तो तपाईको चाहिँ पहाडे मूलको मान्छेहरू जसले मधेस भन्ने बित्तिकै तपाईको चाहिँ इन्डिया र इन्डियन बुझ्छ, काठमाडौँको तपाईको थानकोट गरेर बाहिर नजानेहरू, यिनीहरू विखण्डनकारीहरू हुन्। नेपालको खास विखण्डनकारीहरू यिनीहरू हुन्। नेपालमा तपाईको चाहिँ त्यो विद्रोह अनावश्यक रूपमा उचाल्न खोज्ने, नेपाली जनता बीचमा तपाईको विभेद लिएर आउने मान्छे नै नेपालको विखण्डनकारी मान्छे हो। नेपालको खास राष्ट्रवादी मान्छे भनेको इन्डियनहरुको, मलाई पनि थाहा छ, हेर्नुस् अजयजी, कि इन्डियनहरुले नेपालको सीमाना भित्र प्रवेश गरेर नेपालको गोरुहरु चोरेर लिएर जाने र फेरि आफैले आफ्नो गोरु चिनेर पैसा लिएर आउने, नेपालको सिमाना मिचिरहेको बेलामा इन्डियन फोर्सहरुको चाहिँ तपाईको दुर्व्यवहार सहेर नेपालको सिमाना बचाएर बस्ने नेपाली मधेसी चेलीहरू नेपालको खास सीमा रक्षकहरू, नेपालको खास राष्ट्रवादी भनेको उनीहरू। तर मधेसलाई प्रतिनिधित्व गर्छु भनेर नागरिकता लिएको 2 वर्षमा नेपालको संसदमा पुगेर अनि पछि मारिसकेपछि हामीले नागरिकताहरू भेट्यौं, देख्यौं, हैन? यहाँलाई पनि थाहा छ। यस्ता मान्छेहरू यिनीहरू होइनन्। जो मान्छेहरू तपाईको त्यो एकजना जनजातिको हुनुहुन्थ्यो नि, प्रहरी हेमराज गुरुङ जीवनभरि तपाईको पहाडे सत्ताकै बाहुनहरुकै सत्तालाई ताबेदारी गरेर बस्नुभयो, सलाम ठोकेर बस्नुभयो। उहाँको भ्रष्टाचार प्रमाणित भएर जेल लाँदाखेरि चाहिँ गुरुङको ड्रेस लगाएर म गुरुङ भएकोले मलाई चाहिँ बाहुनहरुले चाहिँ जेल हाल्यो भन्दै जानु। जीवनभरि चाहिँ त्यही बाहुनहरुको सेवा गरेर बस्नुभयो। जीवनभरि गिरिजा प्रसाद कोइरालाको चाहिँ तपाईको पत्र, त्यो प्रेस वक्तव्य लेखेर अनि उनीहरुकै कांग्रेसकै ताबेदारी गरेर अनि मधेसीको खास समस्यालाई लिएर नआएर अनि जस्तो विजय कक्षदारहरु, जेपी गुप्ताहरु जो हुनुहुन्छ, जीवनभरि पहाडे सत्ताको ताबेदारी गरेर सत्तामा बसिरहने, तर यो सीमामा आफ्नो दुर्व्यवहार सहेर सीमाना बचाएर बस्ने राष्ट्रवादी चेलीबेटीहरू, खास उनीहरू चाहिँ नेपालको राष्ट्रवादी हो। अघि भनेको भन्दा अब हम कथी करबै, जेना कि प्रहरी सेहो उजुरी दर्ता नहीं केलक, वकील कार्यालय सेहो उजुरी दर्ता नहीं केलक, त आब अहाँ की करबै? आपके प्लानिंग की अहाँ? अखन यी लकडाउन के कारण से आर मुद्दा सब में या सामान्य मुद्दा सब में कहीं ओकरा परमादेश लेवा के लिए कोर्ट बंद रहे या कोर्ट में नहीं व्यवस्था रहे, लेकिन अब शुरू भ रहल है कि सामान्य विषय में सेहो परमादेश के लेल वही ठमन जाहिरी द सकै छी या परमादेश के लेल अहाँ रिक्वेस्ट कर सकै छी। तो हम सब आप जे डॉक्यूमेंट सब कलेक्ट करके, जे प्रमाण सब कलेक्ट कर
कोर्ट जाइए वो कोर्ट जाइए तैयारी में छी हम सब। और हमरा सबके अइमे संयोग करे के लेल मधेश के प्राय वकील सब या कहियो आदिवासी जनजाति वकील सब या अखंडे स्वागत जी से हो तैयार भेल एन बहुत लोग सब है जे सब सहयोग करे के लेल तैयार है। लेकिन अब कोर्ट में गेला के बाद एहि विषय के केना इंटरप्रेट हेतै या ई विषय केना के हेतै से महत्वपूर्ण बात भ सकैया। जी बीपी जी अन्त देशियो चिलाल छी स्वागत ज्यू जसरी बीपी ज्यूले भन्नुभयो कि अब भनौँ न प्रहरी प्रशासनले उजुरी दर्ता गरेन, सरकारी वकिलको कार्यालय गरेन र अब अगाडिको प्रोसेसमा चाहिँ उहाँ लागिराख्नु भएको छ र त्यसमा तपाईले धन्यवाद नै दिनुपर्छ कि तपाईले चाहिँ यसमा चाहिँ पूर्ण रूपमा सहयोग गर्छु भनेर भनिराख्नु भएको छ। अब जुन किसिमको जजले कारबाही भनौँ न उजुरी दर्ता गरेनन् हैन, प्रहरी प्रशासन कुरा गर्ने हो र वकिल कार्यालयका कर्मचारीहरू तिनीहरूमाथि भनौँ न दर्ता नै अगाडि जान नदिने के प्रक्रिया नै अगाडि बढ्न नदिने के यस्ता व्यक्तिहरूमाथि कारबाही के कस्तो हुन सक्छ? पहिला त तिनीहरूले अब कारबाही गर्नु पर्यो त हैन, के रहेछ कानुनमा चाहिँ कुनै उजुरी लिएर जाँदाखेरि चाहिँ दर्ता नै नगरिदिने के? हजुर अहिले यहाँले भन्नुभए अनुसार गर्नुपर्ने अनुसन्धान नगर्ने र नगर्नुपर्ने अनावश्यक झुटो अनुसन्धान भनेर ल्याएर मान्छेलाई फसाउने। जस्तो योभन्दा अगाडि चाहिँ तपाईँको बीपीजीलाई नै भएको थियो नि त, नगर्नुपर्ने विषयमा वाला मुद्दा लागेको थियो पहिला पनि। त्यति बेला चाहिँ यो कानुन थिएन। त्यो के थियो भने गर्नुपर्ने अनुसन्धान नगर्ने र अपराधीलाई उम्काउन खोज्ने अनुसन्धान अधिकारीलाई पनि नेपालको अपराध संहिताको दफा 98-99 मा बकाइदा तपाईको चाहिँ पक्राउ गर्ने, उनीहरूलाई पनि तपाईको चाहिँ निलम्बन गर्ने, उनीहरूलाई पनि तपाईको चाहिँ जेल हाल्ने सम्मको व्यवस्था छ हेर्नु। तर हामीले यसका लागि के गर्नु पर्यो भने यो अनुसन्धान गर्नु नै पर्ने विषय थियो। अनुसन्धान गर्नुपर्ने विषयमा उसले अपराधीलाई उम्काउनका लागि अनुसन्धान गरेन, विभेदपूर्ण ढङ्गले गरेन भन्ने कुरो कति बेला एस्टाब्लिस हुन्छ भने अघि भन्नुभयो जस्तो अब हामीले अदालतमा गएर यो गर्नै पर्ने अनुसन्धान नगरेको भएको हुनाले अनुसन्धान गर्ने आदेश जारी गरिपाउँ र यो दर्ता गरेर अनि पक्राउ गरेर सुरु गरौँ यो विभेद विरुद्धको चाहिँ अन्यायका सवालमा भनेर अदालतबाट हुन्छ गर्नुपर्छ भन्ने भइसकेपछि अनुसन्धान गर्नुपर्ने रहेछ भन्ने प्रमाणित हुन्छ। यो प्रमाणित भएपछि अघि गर्नुपर्ने अनुसन्धान किन नगरेको, अदालतले त गर्नुपर्ने भन्यो भनेर अनि त्यो जारी दरखास्त लिन नमान्नेहरूका विरुद्ध अर्को मुद्दा हाल्नुपर्छ। प्रक्रिया चाहिँ यो हो, यसरी जानुपर्छ। अघि नै पनि मैले भनिहालेको छु। यसलाई हामीले चाहिँ गएनौँ भने यसपछिका यस्ता अपराधमा पनि प्रहरी प्रशासनको मनोबल बढेर गर्नै पर्ने अनुसन्धान विभेदका विरुद्धमा गर्ने छैनन्। त्यसैले हामी यसको विरुद्ध जाउँ एकदमै भन्नुभएको छ, म तयारी छु। हजुर अन्त्यमा छोटोमा बीपीजी हामी सबै नेपाली छौँ, मैथिली भाषी भोजपुरी भाषी होस् नेपाली भाषी जुनसुकै भाषी होस् हैन, हामी सबै नेपाली छौँ। छालाको कलरले चाहिँ कुनै पनि देशको राष्ट्रियता देखाउँदैन हैन। के भन्नुहुन्छ तपाईँ? हामी सबै नेपाली छौँ, मधेसी कहिले गर्वका साथ हामी सबै नेपाली छौँ भन्न पाउँछन्? यसमा मैले नेपाली छौँ वा छैनौँ भन्ने यो डिबेटकै विषय होइन र डिबेटको विषय के हो भनेपछि हामी नेपाललाई हाम्रो संविधानले पनि बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक भन्ने राष्ट्रको परिकल्पना गरेको छ या भनेको छ। अर्थात् त्यही भाषा वा धर्म वा समुदायको आधारमा हेर्ने हो भने हाम्रो देश बहुराष्ट्रिय राज्य हो जहाँ यो राज्यभित्र धेरै राष्ट्रियताहरू छ। तर कसैको राष्ट्रियताको आधारमा, कसैको भाषाको आधारमा, कसैको छालाको रङ्गको आधारमा विभेद गर्नु हुँदैन भन्ने कुरा अहिलेको यो 21औं शताब्दीको लगभग सबै व्यक्तिलाई थाहा छ। तर हाम्रो जुन सुरुदेखि चल्दै आएको व्यवस्था छ त्यो व्यवस्थामा परिवर्तन नहुँदा चाहिँ उहाँहरूले बुझेर पनि बुझ पचाएको जस्तो गरेर मधेसीलाई काले भैया या फलान चिलान गरेर हेप्ने एउटा परम्परा पहिलो थियो र अहिले पनि छ। तर पछिल्लो जुन मधेस आन्दोलन भयो 3 वटा, त्यो मधेस आन्दोलनपछि जब राजनीतिक रूपमा मधेसीहरू अगाडि आए त्यसपछि कानुनी रूपमा प्रशासनिक रूपमा विभेदका नयाँ तानाबानाहरू नयाँ जालोहरू बुनिए। जस्तै अहिले मधेसको प्रदेश नम्बर 2 मा मात्रै 2 लाख जति जन्मसिद्धका सन्तानहरूले नागरिकता पाएका छैनन् र त्यही संख्या हेर्ने भने होल मधेसमा करिब 5 लाखदेखि 7 लाख हुन सक्छ भन्ने मेरो अनुमान छ। अब अहिलेसम्म उनीहरूलाई नागरिकता नदिनुको कारण के हुन सक्छ त?
यसरी खोज्दै जाने हो भने यस नयाँ संरचनामा गएपछि त कर्मचारी तन्त्रमा भर्ती हुन्छ मान्छेहरू। त्यो भर्ती हुँदा ती मधेसका युवाहरूलाई रोक्न सक्यो भने एउटा एकल जातीय जसको अहिलेसम्म वर्चस्व छ ब्युरोक्रेसीमा त्यही मान्छे जाने भयो। किनभने उहाँहरूलाई नागरिकता नभएपछि उहाँहरूले फाइट गर्न सक्नु भएन र नागरिकता भएन भने उहाँहरूले उच्च शिक्षा हासिल गर्न सक्नु भएन भनेपछि उहाँहरूलाई अनागरिक वा राज्यविहीन मधेसी बनाइँदैछ। यस्तै समस्या पहाडका आदिवासी जनजातिहरूमा पनि छ। त्यसकारण यी विभेदहरू भएकोले हामी भित्रको राष्ट्रियता मजबुत हुन सकेन, जसकारण हामी आन्तरिक रूपमा आफैमा लड्दै गयौँ। मानव मधेसीले आफ्नो अधिकारको लागि शासन सत्तासँग लड्दै गएपछि उनलाई राष्ट्रियताको सवालमा वा देशको सवालमा जति सोच्नुपर्ने योगदान दिनुपर्ने त्यो दिन सकिरहेको छैन। त्यसको कारण के छ भने उनले आफ्नै अधिकारको लागि आफै भित्रबाट लडिरहेको छ। तर जब राष्ट्रियताको सवाल आउँछ, सीमाको सवाल आउँछ, त्यति बेला मधेसीहरू देवनारायण यादव जस्तै या पश्चिमका थारूहरू जस्तै उठेर आफ्नो रक्षा गर्छ। त्यसकारण यस्तो प्रश्न राष्ट्रियताको सवाल बारम्बार उठाइन्छ हैन। मधेसीलाई राष्ट्रिय शक्ति होइन या यिनीहरूको इमानदारीका प्रति चाहिँ बारम्बार राज्यबाट या राज्यको स्थायी सत्ताभित्रको दलबाट व्यक्तिबाट यस्तो प्रश्नहरू उठाइन्छ, तर त्यो वास्तविकता होइन। मधेसीहरू अहिले नेपालको भूभागमा बस्छ र उनीहरूको आफ्नै एउटा राष्ट्र र राष्ट्रियता छ। त्यसकारण मधेसीहरू राज्यप्रति पनि वफादार छन् र आफ्नो राष्ट्र र राष्ट्रियताप्रति पनि वफादार छन्। अब आयो कुरा, राज्यले बारम्बार मधेसीहरूको परीक्षा किन लिन्छ त? या मधेसीहरूलाई राष्ट्रिय वा राज्यप्रति समर्पित भनेर देखाउनु पर्ने, प्रमाणित गर्नुपर्ने किन यसको सवाल आउँछ त? किनभने हामी भारतसँग छिमेकमा छौँ र जुन मधेसी राष्ट्रियता वा मधेसको राष्ट्रियतासँग जोड्ने व्यक्ति या त्यस किसिमका व्यक्ति भारतमा पनि छन्। त्यसकारण राज्यलाई कहिलेकाहीँ के लाग्छ भने यिनीहरू हाम्रो देशभन्दा पनि कतै उनीहरूप्रति बढी वफादार त होइनन्, तर त्यो होइन। मधेसीहरू आफ्नो मधेसप्रति र आफ्नो देशप्रति वफादार छन्, जसको प्रमाण मैले देवनारायण यादवलाई दिएँ र त्यसपछि अरूहरूको या अन्य व्यक्तिहरूले स्वागतजी हजुर हालाको रङ, लवज, बोली, भाषा, पहिरन यो चाहिँ नेपाली को हो भनेर पहिचान गराउने चीज नबनोस् हैन। लागि चाहिँ के गर्नु पर्ला? के गर्नुपर्छ भने सबभन्दा पहिलो कुरा अघि मैले भने जस्तो सबैका लागि समान हुने खालको व्यवस्था नै आएको छैन। त्यो व्यवस्था आएपछि मात्रै महसुस हुन्छ कि भोलि एकदम स्पष्ट रूपमा हामीले लागेको कुरामा मान्छेले विरोध गरेको कारण यही छ कि मधेसको जनसङ्ख्या यत्रो छ, डाइरेक्ट मधेसी तपाईँको चाहिँ राष्ट्रपति बन्न सक्ने स्थिति छ। त्यसलाई रोक्नका लागि यो व्यवस्था टिकाइरहेको छ कि यसकारण त्यो मूलभूत रूपमा त शासकीय स्वरूपमै परिवर्तन आइकन हुँदैन। दोस्रो कुरा हामी अन्तिममा छौँ, यसमा छलफल गर्न मिलेन, तर राष्ट्रियताको सवालमा चाहिँ युरोपबाट जसरी तपाईँको चाहिँ धर्मलाई राष्ट्रियता, वर्णलाई राष्ट्रियता, जातिलाई राष्ट्रियता, समुदायलाई राष्ट्रियता भन्यो, त्यो राष्ट्रियताको कारणले इन्डिया तपाईँको चाहिँ बेग्लै धर्मको कारणले टुक्रिएर पाकिस्तान बन्यो, त्यसपछि भाषाको कारणले टुक्रिएर पाकिस्तान बन्यो। हामीले यो जस्तो मैथिली, भोजपुरी, अवधी, थारू अनि त्यो अर्को चाहिँ खस भाषा सबैलाई राष्ट्रियता मान्ने हो भने इन्डियामा जसरी पहिला धर्मको कारणले पछि भाषाको कारणले अहिले फेरि त्यहाँ अरू अरू स्थानीय भाषाको कारणले बलुचिस्तानहरू टुक्रिन खोज्दैछ, हेर्नु सेपरेटिस्ट मुभमेन्टहरू छ। यसकारण युरोपले यो बहुराष्ट्रियताको सवाललाई फरक ढङ्गले ल्याएको थियो। यो स्टेट नेसन र नेसन स्टेटको सवालमा हामीले पछि बेग्लै छलफल गर्नुपर्छ। आज कार्यक्रम पनि सकियो, त्यसको बारेमा खालि जोड्न मात्रै खोजेको हो। अब हामीले चाहिँ यी पुराना कानुनहरू, पुरानो व्यवहार र सबभन्दा मानसिकताबाट, तर मानसिकता चाहिँ पढे लेखेकै जाने बुझेकै मान्छेले त्यही मानसिकताले काम गरिरहन्छ भने मानसिकताको मात्रै कुरा हुन्छ, त्यसलाई ठोक्नुपर्छ। हेर्नु, हामी सचेत अवस्थामा जानी सचेत अवस्थामा विभेद गर्दाखेरि त्यसलाई चेतना जगाउने कुरा हुन्छ। जसले सचेत अवस्थामा विभेद गरेको छ त्यसलाई के चेतना जगाउने? त्यसलाई त कारबाही। जसले सचेत अवस्थामा जानी पैसा घुस लिएको हुन्छ त्यसलाई भ्रष्टाचार विरुद्ध अभियान चलाउने र चेतना जगाउने हुन्छ। त्यसमा जानी गरेको यो विभेद त अपराध हुन्छ। त्यो भएको हुनाले
हामीले चाहिँ मूल रूपमा शासकीय स्वरूप उन्नत लोकतन्त्र हामी भन्छौँ प्रत्यक्ष प्रजातन्त्र हजुर संविधानले दिएको अधिकारलाई उपयोग गर्दै अगाडि बढ्नु पर्यो र जसरी तपाईले भन्नुभयो कि कानुन सबैको लागि बराबर हो हैन र त्यसलाई चाहिँ कार्यान्वयन गर्दै लैजानु पर्यो कसैले चाहिँ अपराध गरेका छन् भने उनीहरूलाई चाहिँ सजाय दिनु पर्यो भन्ने तपाईको भनाइ हस् त दुवै जनालाई धन्यवाद दर्शकबिन उछलेथ स्वागत नेपाल अधिवक्ता तथा स्वतंत्र राष्ट्रीय अभियान के संयोजक तहिना बीपी शाह हुलाकी.com के संपादक आई हुनका सबसे बातचीत करे छलिए जे पिछला समय में जे किसिम से मधेसी के अपमानित करबाका सब भ रहल छै एकरा केना के रोकल जाए मानसिकता क्या ने परिवर्तन भेल छै नेपाल में समय समय में सत्ता परिवर्तन भेलै शासन परिवर्तन भेलै लेकिन मानसिकता एखनो वहाँ देखल जाए छै मानसिकता किया ने परिवर्तन भ रहल छै एहि के लेल की करबाक छै हुनकर सबके यह बात एलै कि कतौ न कतौ कानून छै लेकिन कानून के कार्यान्वयन नहीं भ रहल छै जे सब कार्यान्वयन कराव वाला निकाय सब छै वो सब खुद एहन किसिम के मानसिकता से ग्रसित रहल छै आई एहि विषय में चर्चा करै छै बेस त अपन विशेष से विदा लै छी नमस्कार।